हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि अहिले चाहिँ बिहान भएको छैन, एकदम गाह्रो भइरहेछ। हिजो दिउँसो वहाँनिरको बारी उतो बारी छ त, त्यो बारीमा आलु रोपे होइन। लगभग बिहानदेखि बेलुका 5:30 बजीसम्म, बिहान भनेर दिउँसो 1 बजीदेखि 5:30 बजीसम्म रोपे। पुरै ढाडे दुइछ। अनि बिहान पनि गाई लिनु म पुगेँ। आज घरमा गाई ल्याएको छ, आज भन्दा हिजो घरमा गाई ल्याएको। अनि गाई ल्याएको बिहान गाई ल्याएको, दिउँसो काम गरेँ। त्यही भएर हिजो भ्लग पनि बनाउनु पाइनँ। अनि अहिले सुरु गर्दैछु। एकदम ढाडो दुखिरहेको छ। अब चिया खान्छु अनि आजको भ्लग अहिले एकछिन बनाउँछु अनि भेट्छ है त। यस्तो चिज देखाउनु गइरहेको छु क्या यहाँ। अब रियलबाट त कस्तो दामी देखिरहेको छ, त्यही पनि हेर्नु। हिमाल कस्तो दामी देखिरहेको छ क्या। ल हेर्नु न, यस्तो क्लियर देखिरहेको छ आज है हिमाल पुरै। के आज त यस्तो राम्रो भइरहेछ मौसम। आज अब दिउँसोभरि घाम लाग्छ, हिजो त पुरै घाम लाग्थ्यो। अनि हिमाल पनि अब हिउँ पर्न थालेछ, जाडो हुन थालेछ। आजभोलि राति बिहान र राति हुन्छ। भर्खर उठेँ म, 8 बजे उठिरहेको छु आज। अनि अब चिया र के छ खान्छु। के भन्नु आइरहेको छु, चिया र बिस्कुट खान्छु, ल्याउँछु। हाम्रोमा चाहिँ गाई ल्याएको म देखाउँछु है त। गाई हो होइन। अनि बाख्राहरू छ नि, बाख्राहरू 5वटा छन्। यहाँ धारो छ। अनि हिजो भर्खर ल्याएको यो गाई चाहिँ ठिकै छ। अब ब्याउनी रे अब कहिले हो। अस्ति यहाँको अम्बा खाएको एकदम मिठो थियो है, पाकेको थियो हेर्नु न। अहिले त रहन्छ, अहिले त पुरै उ भएको रहेछ अम्बा। यहाँ त के हो, पुरै सिस्नु भएको छ। यो आज फाड्ने होला सायद, आज फाड्नु पर्ला। यो सुन्तलाहरू सबै फलिछ, नफले चिज छैन है। निउवा उता भयो, भगटे त यता भयो होइन। यहाँ गाई छ। अनि आज चाहिँ ढिला उठ्यो होइन, भोलिदेखि अलि चाँडै उठेर भ्लग बनाउँछु। तर हिजोको भ्लग कम्प्लिट नभए मैले आज अब डेली भ्लग भयो त आज अलिकति भयो भने हाल्नु पऱ्यो नि त। त्यही भएर अलिकति बनाएको। र आजलाई यति नै, भोलि फेरि अर्को नयाँ भ्लग लिएर आउँछु। बाई बाई, सब्सक्राइब गर्न नभुल्नु होला।